नमस्ते, स्वागत छ सबैजनालाई मेरो ब्लगमा। के चाहिँ सबैजना आरामै हुनुहुन्छ? आज चाहिँ साथीहरू हामी कहाँ छौँ भने हामी 7-8 प्लटनको चाहिँ हामी राइजिङ डे मनाइरहेको छौँ साथीहरू। हेर्दै गर्नलाई के हुन्छ। पुगेको र आज यसै शुभ जन्मदिनको शुभ अवसरमा भोको परिवार तथा सर्भिसमै रहेका सेमिनेट जिआरको यस उपस्थित सबै सदस्य तथा दिदीबहिनी नानी बाबुहरूमा म लगायत समितिका सबै सदस्यहरूको तर्फदेखि हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। सबैको झोरले है झोरले धन्यवाद छ कार्यक्रम सञ्चालक एक्स सर्भिसम्यान सुब्दार टेकबहादुर थापाज्यूलाई। आज हाम्रो 7 जिआरको स्थापना भएको या जन्म भएको 48औं वर्ष भयो। यसै उपलक्ष्यमा यहाँ उपस्थित आजको यस सभामुख अध्यक्षज्यू सुब्दार ताराप्रसाद राणाज्यू, त्यसै गरी कोषाध्यक्ष टङ्कप्रसाद रेश्मीज्यू, त्यसै गरी हाम्रो सदस्य हने ल्याप्टेन तिलकबहादुर दर्लामीज्यू लगायत मञ्चमा सबै आसिन साथी गुरुजी भाइहरू तथा यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी र अहिले यहाँ समावेश हुन आएको बहिनीहरू, आज हाम्रो पल्टन रेस भएको 47 वर्ष पुरा गरेर आज 48औं वर्षमा लागेको छ। यानि कि लगभग अब अर्ध वर्षको भइसक्यो हुँदैछ। यानि कि 50 अझै क्रस गरेको छैन। र आज यो हामीले सल्लाह गरेर हाम्रो पल्टनको भाइ बहिनीसित साथीभाइसँग दुःख सुख भेटघाट गरौँ भनेर यहाँ हामीले तपाईँहरूलाई निम्ता गरेका थियौँ, खबर गरेका थियौँ। सबै यहाँ आफ्नो पल्टन सम्झेर रेजिङ डे सम्झेर यहाँ उपस्थित हुनुभयो। यसैमा सबैलाई हाम्रो 7 जिआरको तर्फबाट र 7 जिआरको हामी सम्पूर्ण परिवारको तर्फबाट सम्पूर्णलाई स्वागत तथा अभिनन्दन टक्राउन चाहन्छु। यसो आफ्नो परिचय दिनु होला है त। परिचय दिएपछि फेरि नमस्कार, जोरले नमस्कार, धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक कार्यक्रमका सभाध्यक्ष महोदयज्यू, उपाध्यक्षज्यू, सदस्यहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदी बहिनीहरू नानीहरू सबैमा म हनेरी क्याप्टेन तिलकबहादुर दर्लामीको तर्फबाट र आज 7 जिआरको 48औं राइजिङ डेको उपलक्ष्यमा हार्दिक शुभकामना मंगलमय टक्राउन चाहन्छु। आज यस 48औं जन्मोत्सव पल्टनको राइजिङ डेको उपलक्ष्यमा उपस्थित हुनुभएका यानि कि अमूल्य समय लिएर पाल्नुभएका सम्पूर्णमा आज यस छोटो समयमा पनि
मतलब काफी मान्छेहरू हामीहरू यहाँ भेला भएर यस्तै उपस्थित भएर एक पल्टनको नाममा हामीले एउटा खुसियाली मनाउन पाउँदा मलाई खुसी नै लागिरहेको छ र यस्तै पल्टनमा 28 वर्ष नोकरी गरियो, कसैले 30 वर्ष गर्नुभयो, कसैले 32 वर्ष गर्नुभयो, कसैले 18 वर्ष गर्नुभयो। हामी पल्टनमा आउँदाखेरि एउटै थालमा भात खाने जस्तो कि सधैँ सँगै हिँड्ने, बिहान पिटी परेड सँगै हिँड्ने, दिउँसो काममा जाँदा पनि सँगै हिँड्ने, अपरेसन हिँड्दा पनि सँगै हिँड्ने, भेटघाट हुन्थ्यो। त्यसरी हेलो हाई गरेर हिँडिन्थ्यो त्यत्रो वर्षसम्म, के अरे हेलो हाई गरेर हिँडिन्थ्यो। यहाँ रिटायर भएर आइसकेपछि म पाल्पा बसेको मान्छे, अहिले त कल्तिरपट्टिको मान्छेसँग 1 वर्षमा एकचोटि भेट हुन्छ, त्यो पनि राइजिङ डेमा हो। त्यो कारणले गर्दाखेरि यो राइजिङ डे त्यसै नै इम्पोर्टेन्ट छ। पल्टन हाम्रो के हो, घर हो। हामीलाई त्यत्रो वर्ष नोकरी गरेर हामीले घरभन्दा हाम्रो पल्टन प्यारो मानिन्थ्यो, हामीले नुन पानी पल्टनकै खाइन्थ्यो। त्यस कारणले गर्दाखेरि पल्टनको याद गर्नु धेरै मुख्य कुरा हो त्यस्तो लाग्छ मलाई। र अरू पनि जस्तो हाम्रो यो अहिले परिवारमा जो जतिजना पनि उपस्थित हुनुभएको छैन उहाँहरूलाई पनि मोटिभेट गरेर हामीले वर्षमा एकचोटि यसरी भेट हुने प्रोग्राम गऱ्यौँ भनेदेखि अझै राम्रो होला भन्ने मलाई लाग्छ। गाजु र लगायत पल्टनका सम्पूर्ण पल्टनमा अन सर्भिस भएको भाइहरूलाई पनि हार्दिक शुभकामना सहित धन्यवाद पक्राउन चाहन्छु। पेन्सन आएको छ, फेरि पनि सबैले आफ्नो घरमा आफ्नै काम हुन्छ, कसैको व्यवसाय छ, कसैको के छ, त्यत्तिकै बस्नुभन्दा केही न केही गर्नु, कसैले जब गर्नुभएको छ र आफ्नो बालबच्चा परिवारलाई राम्रो मतलब कि पढाउनु भएको छ, पढ्नु पनि पर्यो सबै नानीहरूले बाबुहरूले होइन। तपाईँहरूले मतलब कि राम्रो कमिसन लिएर लोकसेवामा अधिकृत लेभलमा त्योभन्दा माथि अथवा मतलब कि पल्टनमै कुनै पनि प्रकारले आफ्नो प्रमोसन लिएर मतलब कि 780 को फल्नाको छोरा फल्नाको छोरी भन्दाखेरि हामीलाई पनि गर्व लाग्छ। र यो समय निकालेर हामी अभिभावकको ठुलो जिम्मेवारी बन्छ छोराछोरीलाई मतलब कि गाइड गर्न, पढाउनको लागि। र फेरि यो 48औं शुभकामनामा सबै परिवारलाई आफ्नो सुस्वास्थ्य र सबैलाई सबै साहबहरू र बहिनी नानीहरूले आफूले भनेको मनले चिताएको कुरा पुगोस्, हाँसी खुसी अर्को साल फेरि यसरी नै भेटघाट हुन पाऊँ भन्दै मैले आफ्नो सानो मन्तव्य सहित यही बिदा हुन चाहन्छु र आजको यो औपचारिक कार्यक्रम पनि हाम्रो समाप्त भएको घोषणा गर्दछु। हस् त, धन्यवाद। भिडियो बनाउनु छ, भिडियो हेप्पी राइजिङ डे। ल केही काट्दिनु। अब चाहिँ हाम्रो नास्ताको टाइम भएको छ साथीहरू। अब नास्ता खाएर फेरि रमाइलो गर्नुपर्छ।
साथीहरू अब नाच्दा खाएर पनि सक्यो होइन। अब हामी चाहिँ अब नाचगान गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। मैले यो ब्याकग्राउन्डको म्युजिक किन राखेन भने कपिराइट लाग्छ नि त होइन, त्यही भएर मैले त्यो जुन हामी गीतमा नाचेको थियो त्यो गीतहरू चाहिँ राखेको छैन है साथीहरू। यहाँ चाहिँ दाइहरू हामी कसरी गेम खेल्ने त होइन, दिदीबहिनीहरूलाई गेम खेल्नलाई डेमो देखाउँदै हुनुहुन्थ्यो साथीहरू होइन। गीत रोकिँदा चाहिँ जसले उताबाट कमान्डमा कतिजनालाई पक्र्ने भनेर आउँछ, त्यही कमान्ड अनुसारले मान्छे समायो भने इन गेममै रहिरहन्छ। जसले पार्टनर पाउनु त्यो चाहिँ आउनु साथीहरू, चाहिँ एकदमै रमाइलो हुन्छ। तर के गर्ने, म्युजिकमा हेर्न पाएको भए एकदमै रमाइलो हुन्थ्यो, तर म्युजिक राख्न नमिल्ने। तर यो गेम पनि एकदमै रमाइलो हुने रहेछ कि साथीहरू, लास्टै रमाइलो। भिडियो लामो हुने भएको कारणले मैले चाहिँ यो भिडियोलाई अलिकति स्पिडमा राखेको छु है साथीहरू। अब चाहिँ पालो हामी दिदीबहिनीको है साथीहरू।
जित्नुहुन्छ है त अब गेम लास्ट आएको छौँ हामी चाहिँ अब ल कसले जित्नुहुन्छ ल त नि दिदीले जितिहाल्नुभयो साथीहरू हाम्रो कार्यक्रम पनि सकिएको छ अब घर जानु पर्ने हुन्छ साथीहरू एकदमै रमाइलो भयो आजको प्रोग्राम एकदमै यादगार पनि भयो साथीहरू 7-8 को 48 वार्षिक उत्सव एकदमै रमाइलो भयो साथीहरू दाइ दिदी बहिनीहरू सबैजनालाई एकदमै धन्यवाद छ हाम्रो कार्यक्रमलाई एकदमै सभ्य अनि भव्य गराइदिएकोमा सबैजनालाई धन्यवाद अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ साथीहरू सबैजनालाई धन्यवाद छ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला हेर्नुभयो होला भन्ने पक्कै पनि म आशा राख्दछु र केही सुझाव सल्लाह छ भने मलाई कमेन्टमा छोड्नु होला है साथीहरू ल अर्को भिडियोमा भेटौँला मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क यू सो मच साथीहरू बाई बाई सी यू इन द नेक्स्ट भिडियो